कोशी प्रदेश तपाईले त फेरि प्रदेश 1 भन्ने होला कि म के भन्दिनँ यो प्रदेशको बारेमा मैले त भन्नु प्रदेशको बारेमा म केही पनि भन्दिनँ मैले अस्ति हाम्रो धेरै मान्छे म केही पनि भन्दिनँ जान्ने बुझ्नेले गर्ने मैले के भन्नु जान्ने बुझ्नेले गरौँ कोशी प्रदेश भन्नु कि प्रदेश 1 जान्ने बुझ्नेले गरौँ हैन जान्ने बुझ्नेले गरौँ राम्रो गरौँ अर्थात् यो कार्यक्रम गरिरहेको स्थल जो सुनसरीमा छु यो प्रदेशमा बाढी पहिरोले जनधनको क्षति गर्यो प्रधानमन्त्री हेलिकप्टरबाट आउनुभयो आपतकालीन रूपमा विराटनगर उत्रेर काठमाडौँ गएर समाजवादी मोर्चाको नेतृत्व घोषणा गर्नुभयो हो यो सुल्टो बाटो छ समाजवादी मोर्चा अब खोइ त्यो अब उहाँले नै जान्ने यी प्रश्नहरू तपाईलाई मेयर हर्क साम्पाङको रूपमा भन्दा पनि अब त्यो म यो विषयमा नि चेतना स्तर उपल्लो तहको नेताको हिसाबमा सोध्दैछु यो विषयमा म यो प्रदेश जनताले पत्याएको एउटा प्रदेश पात्रको हिसाबमा सोध्दैछु यो प्रदेशको के जाति यो नाम साम भन्ने कुरामा मैले चाहिँ नि भोट लगाएर त्यो कोशी प्रदेश भएको पनि होइन हैन तपाईको चाहिँ नि मैले भोलि भोट लाउन पाउने पनि होइन एउटा सार्वजनिक पदमा बसेको व्यक्तिलाई चाहिँ यो विवादित विषयहरूमा तपाईले प्रश्नहरू नराख्दा तपाईले राखेको भनाइले राखिन्छ र सोधेको ओस त राखिन्छ तर त्यो यो विषयमा चाहिँ मैले नबोल्ने भनेर भनेको छु यो विषयमा प्रधानमन्त्रीको समाजवादी मोर्चाको नेतृत्व